हेलो हेलो गुड मर्निङ बिहानीको शुभ बिहानीको सबै साथीहरूलाई होइन हिजो पानी परेको थियो आज चाहिँ पानी परेर सबै धुलो सबै पखाले यस्तो यो देखेको छ होइन यसरी नै अनि तब पानी परेर यस्तो हिलो भएको छ पुरा पानी जमेको छ अनि गाईहरू दामी देखेको छ बसेर क्वाक कराइरहेको छ यस्तो हरियो भएको छ क्या पुरा हिजो पानी परे यस्तो क्लिन देखेको छ कि के भन्नु यसरी तर यहाँ हामी बसेको ठाउँ चाहिँ शीतल टोल है शीतल टोल बसेको ठाउँकोमा बिहान बिहान होइन चुलोमा खाना बनाउनु पर्छ यसरी गाउँघर त के गर्ने यस्तो चुलोमा बनाउने खाना ग्यास छैन अनि गाईहरू गाउँघरमा त बाख्रा हुन्छ है बाख्राहरू छ हिजो पानी परेर कस्तो हिलो भएको के बाख्राहरूलाई पनि कस्तो चिकचिक लागिसक्यो है पानी परेर के गर्ने पानी परेपछि यस्तो हुने कि बाख्राको हालत यस्तो राम्रो फुल छ कि यसको फुलको नाम के होला है यो मलाई त थाहा भन्नु आउँदैन कस्तो राम्रो फुलेको छ अनि गाछ यो सिमलको फुल यस्तो राम्रो फुलेको छ कि अहिले के गर्नु ढक्क छ कति दामी देखेको छ झन् आज त हिजो पानी परेको आज त कस्तो देखेको क्या यो चाहिँ नर है यो त पानी जाने नहर यो पुल छ यो ठ्याक्कै शीतल टोल पुल के यो चाहिँ रत्ननगरको पुल होइन गाईहरू यस्तो छ आज पनि घाम त लाग्यो होइन पानी पर्ला पर्ला जस्तै छ ओके बाई बाई सबैजनालाई मैले यति नै भिडियो राख्छु है त नि पछिको भिडियोमा बनाउँला है त गाइसहरु बाई बाई।